नमस्ते साथीहरु। असार 14 गते जुन नेपाल टेलिकमको चौथो तहको परीक्षा हुन गइरहेको छ, त्यो परीक्षाले मध्यनजर राखेर प्रत्येक दिन म 15-20 वटा एमसीक्यू प्रश्नहरू बनाउने नै छौं। त्यो पुरै प्रश्नहरू हेर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु अनि भिडियोमा लाइक गर्नु होला र भिडियो पुरै हेर्नु होला। तपाईको असार 14 गते जुन अब नजिक आइसक्यो, नेपाल टेलिकमको परीक्षाको लागि एकदम महत्त्वपूर्ण रहनेछ। अब प्रश्नतिर लागौं हामी। मन्त्री परिषदले कति जातिलाई अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ? ए अप्सनमा रहेछ 105, बी मा 110, सी मा 115 र डी मा 125 र यसको सही उत्तर हो 105। ए चाहिँ यसको सही उत्तर हो। 105 तपाईको जातिलाई अल्पसंख्यक सूचीमा मन्त्री परिषदले तपाईको के गरेको छ भन्दाखेरि सूचीकृत गरिएको छ। दोस्रो नम्बरमा हेरौं। वाणिज्य बैंकको शाखा पुगेको 753औं स्थानीय तह कुन हो? वाणिज्य बैंकको शाखा पुगेको 753औं स्थानीय तह जुन सबभन्दा अन्तिममा पुगेको सौपाल गाउँपालिका, व्यास गाउँपालिका, रुभ्याली गाउँपालिका, भूमे गाउँपालिका र सबभन्दा अन्तिममा पुगेको चाहिँ सौपाल गाउँपालिका। 2 को चाहिँ ए चाहिँ राइट आन्सर हो। तेस्रो नम्बरमा हेरौं। यो बजेट सम्बन्धी रहेछ। आर्थिक वर्ष 2082-83 को कुल बजेट कति रहेको छ? 18 खर्ब 60 अर्ब 30 करोड, 19 खर्ब 64 अर्ब 11 करोड, 17 खर्ब 64 अर्ब 52 करोड र 11 खर्ब 40 अर्ब 66 करोड। यसको सही उत्तर हो अप्सन बी। यहाँ सी भएको छ, बी चाहिँ यसको सही उत्तर हो। 19 खर्ब 64 अर्ब 11 करोड। यो चाहिँ 3 को चाहिँ दोस्रो चाहिँ राइट आन्सर हो। 4 नम्बरमा हेरौं। दोस्रो विश्वयुद्धको सन्दर्भमा देखाएका कथनहरू बढी उपयुक्त विकल्प छान्नुहोस्। दोस्रो विश्वयुद्ध 1939 अक्टोबरदेखि सुरु भएको होइन, सेप्टेम्बरदेखि सुरु भएको। यो चाहिँ गलत हो। बी मा इटाली, जापान, जर्मनीका सैनिक गुटलाई एक्सिस पावर भनिन्थ्यो। यो चाहिँ सही हो। दोस्रो विश्वयुद्ध हुनुको कारण पेरिस र भर्सिलिजको सन्धिलाई पनि मानिन्छ। यो पनि सही हो। त्यही भएर यसको बी र सी सही भएछ। बी र सी कहाँ छ त? बी नम्बरमा बी र सी चाहिँ यसको सही उत्तर हो। अब एक्सिस पावर भनेको इटाली, जापान र जर्मनीलाई मानिन्छ भने एलाइड पावर चाहिँ रुस, अमेरिका, बेलायत र फ्रान्सलाई। अब एक्सिस पावर एलाइड पावर पनि सम्झिनु होला, किनभने यो कहिले विश्वयुद्ध सुरु भयो र कहिले अन्त भयो यो प्रश्न धेरै सोधिसकेकालाई अब अलि भित्रबाट प्रश्नहरू सोध्न सक्छन्। अब 5 नम्बरमा हेरौं। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा कहिले घोषणा गरेको? संघीय लोकतान्त्रिक गणतन्त्रको मुलुकको रूपमा 2065 साल जेठ 15 गते, 2063 साल जेठ 4 गते, 2052 साल फागुन 1 गते, 2047 साल चैत 26 गते र कहिले घोषणा गरिएको भन्दाखेरि 5 को चाहिँ ए राइट आन्सर हो। 2065 साल जेठ 15 गते। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्दै पढ्दै गर्नु। गोपाल वंशको शासनको केन्द्र कहाँ रहेको थियो? राजतीर्थ, मातातीर्थ, भक्तपुर, नुवाकोट र गोपाल वंशको शासनको तीर्थ तपाईको मातातीर्थ। 6 को चाहिँ बी चाहिँ राइट आन्सर। 7 नम्बर हेरौं। नेपालको प्रथम महिला राजदूतमा तलका मध्ये कुन ठिक हो? नेपालको प्रथम महिला राजदूतमा सोनी राणा, अम्बिका प्रधान, बिन्देश्वरी शाह, सुशीला सिंह। यसको सही उत्तर हो बिन्देश्वरी शाह। सी चाहिँ यसको राइट आन्सर हो। 8 नम्बरमा हेरौं। देखाएका कथनमा कुन ठिक हो? प्रजा जाति भन्नाले चेपाङ जातिलाई जनाउँछन्। जिरेल जातिको पुरोहितलाई डोपा भनिन्छ। अब यसको चाहिँ ठिक भनेको 1 हो। प्रजा जाति भन्नाले चेपाङ जातिलाई जनाउँछन्। डी चाहिँ यसको राइट आन्सर हो। अब बी मा चाहिँ जिरेल जातिको पुरोहितलाई डोपा भनिन्छ। जिरेल जातिको पुरोहितलाई चाहिँ नाक्सो भनिन्छ। यो चाहिँ यहाँ मैले हाइलाइट गरेर राखिदिएको छु। र डोपा भनेको राई जातिको पुरोहितलाई भन्ने हो। डोपा भनेको राई जातिको पुरोहितलाई भन्ने हो। नाक्सो जिरेल जातिको पुरोहितलाई चाहिँ नाक्सो भन्ने हो। त्यही भएर यसको चाहिँ डी चाहिँ राइट आन्सर। एउटा मात्रै ठिक छ दुईटा मध्ये। प्रजा जाति भन्नाले चेपाङ जातिलाई जनाउँछन्। 9 नम्बरमा हेरौं। तलका भनाइहरू अध्ययन गरी सही विकल्प रोज्नुहोस्। सिख धर्मको पवित्र धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिब हो। एकदम सही हो। मुस्लिम धर्ममा 1 महिनासम्म रोजा बसी ईद पर्व मनाइन्छ। यो पनि सही हो। बौद्ध धर्मको धार्मिक ग्रन्थ त्रिपिटक हो। यो पनि सही हो। जैन धर्मको प्रवर्तक गुरु नानक हुन्। यो चाहिँ गलत हो। गुरु नानक चाहिँ कसको हो त? तपाईको सिख धर्मको। सिख धर्मको चाहिँ
सिख धर्मको चाहिँ गुरु नानक। त्यसो भए यो जैन धर्मको के हो त? जैन धर्मको चाहिँ महावीर जैन हो। जैन धर्मको महावीर जैन हो। त्यही भएर ए बी 1 2 3 4 तपाईको यो सी चाहिँ यसको सही उत्तर 1 2 3 ठीक र 4 बे ठीक। म अलिकति इरेज गरेर तपाईहरुलाई सहज बनाइदिन्छु। योमा चाहिँ के हुन्छ भने सी चाहिँ यसको राइट आन्सर हो। 1 2 3 ठीक 4 बे ठीक। जैन धर्मको प्रवक्ता कुन चाहिँ त? महावीर जैन, जुन मैले तल राखिदिएको छु फिडब्याकमा। 10 नम्बरमा हेरौँ। नेपालका आर्थिक विकासका मुख्य चुनौती अन्तर्गत तलका मध्ये कुन पर्दछन्? राजनीतिक अस्थिरता पर्दछन्, विप्रेशनमा उच्च निर्भरता पर्दछ जुन भनेको रेमिटेन्स हो, प्राकृतिक स्रोतको अभाव छैन, प्राकृतिक स्रोत तपाईको मजाले छ। त्यही भएर यसको सही उत्तर हो 1 र 2 मात्र। सी चाहिँ यसको राइट आन्सर हो। 1 र 2 ठीक हो र तेस्रो चाहिँ गलत हो। अब सी चाहिँ यसको राइट आन्सर हो। 11 नम्बरमा हेरौँ। तलका कथन अध्ययन गरी सही उत्तर छान्नुहोस्। बालाजु औद्योगिक क्षेत्रको स्थापना विक्रम सम्वत 2016 सालमा भएको हो, सही हो। बुटवल औद्योगिक क्षेत्रको स्थापना विक्रम सम्वत 2032 सालमा भएको, यो पनि सही हो। त्यही भएर यसको चाहिँ दुवै ठीक हुन्छ। 1 र 2 दुवै ठीक। 1 र 2 दुवै ठीक भनेको डी मा छ। अब यो चाहिँ राइट आन्सर हो। 12 नम्बरमा हेरौँ र यस भिडियोको अन्तिम प्रश्न रहेको छन्। तलका भनाइ अध्ययन गरी सही विकल्प छान्नुहोस्। फोटोमिटर प्रकाशित तीव्रता इन्टेन्सिटी अफ लाइट नाप्ने यन्त्र हो, सही हो। अल्टिमिटर उचाइ नाप्ने उपकरण, यो पनि सही हो। हाइग्रोमिटर वायुको आर्द्रता नाप्ने यन्त्र, यो पनि सही हो। भन्नाले वायुको आर्द्रता भनेको वायुमा पानीको मात्रा चाहिँ हाइग्रोमिटर, रिलेटिभ ह्युमिडिटी जसलाई भन्छ इङ्ग्लिसमा। अब यसको चाहिँ सही ए बी सी तीनटै ठीक भएपछि सबै ठीक कुनमा छ त? ए बी सी र सबै ठीक चाहिँ डी चाहिँ यसको राइट आन्सर हो। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु र भिडियो तपाईको सधैँ आउँछन्। असार 14 गतेसम्म नेपाल टेलिकमलाई फोकस गरेर मात्रै आउने भएकाले योमा कुनै ग्याजगुज हुने छैन। पुरै पढ्दै गर्नु होला। हस्त साथीहरू, धन्यवाद।